नमस्कार साथीहरू। हिजो चाहिँ हामी हङकङको ताइपो स्थित आगो लागि भएको स्थानमा गएर मृत शरीरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गऱ्यौँ। त्यसैगरी सयौँको सङ्ख्यामा मानिसहरू आएर श्रद्धाञ्जली अर्पण गरिरहेका थिए भने केही मानिसहरू आउने क्रम जारी रहेको थियो। र साथीहरू, यो बिल्डिङ चाहिँ रेनोभेसन गर्ने क्रममा थियो। एक्कासी आगोलागी भएर सयौँजना व्यक्तिले ज्यान गुमाउनु परेको अवस्था थियो भने धेरै घाइते हुनुभएको छ। घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। त्यसैगरी यो घटनाक्रमको केही विवरणहरू आउने क्रम जारी रहेको यहाँहरूलाई जानकारी गराएँ। धन्यवाद।